यो अब नयाँ भिडियोको लागि हो है। यो तपाईँको यो टपिक छ क्या एउटा तपाईँको यो टपिक छ। यो टपिकको भिडियो बनाउनु पर्ने हो है। तपाईँले यो इमेज त राख्नु पर्दैन, थम्बनेलको रूपमा राख्नु पर्दैन। मैले भन्न चाहिँ यहाँ थम्बनेल भनेर राखिरहेको छु, तर यो टपिकको भिडियो बनाउनु पर्ने मात्र भनेर भन्नु। थम्बनेल त तपाईँले भिडियोबाट आफै बनाउनु भयो हुन्छ। र तपाईँलाई नयाँ भिडियोको इन्स्ट्रक्सन दिनुभन्दा पहिलाको भिडियोको पनि के कुराहरू चाहिँ हुन्छ जसोचोटि बनाउनु भएको ठिकै थियो है। यो पहिला पछि तपाईँले करेक्सन गरेर पठाउनु भएको छ नि, पहिलाको ठिकै छ। तर यसमा पनि अझै पनि केही फाटाफुट्टै चेन्जेसहरू छ, त्यो म तपाईँलाई भनिदिइहाल्छु। जस्तो यिनीहरू ठिकै छ है, अब कहाँ चेन्जेसहरू गर्नु पऱ्यो भनेर होइन। जस्तो अब यहाँ कहिले के हुन्छ, मैले बोलेको कुराहरू जुन जुन छ नि है, जस्तो कहिले काहीँ एउटा मात्र यसरी आउँदाखेरि कस्तो प्लेन जस्तो देखिँदो रहेछ कि, किन एउटा इमेज डिस्प्ले भएको हुन्छ, यहाँ एउटा टेक्स्ट मात्रै डिस्प्ले भएको हुन्छ नि त। अनि कस्तो प्लेन भएको हुन्छ। र मैले बिचबिचमा बोलेको त्यो नेपाली वर्ड त होइन, इङ्ग्लिस वर्डहरू चाहिँ यहाँ तपाईँले जसरी हाल्नु भएको छ नि, प्रश्न है त यहाँ म देखाइदिन्छु। यसरी हालिदिनुहोस् कि, यो त भइहाल्यो होइन। यहाँ तपाईँको यो सेन्टेन्स भइहाल्यो, जस्तो यो भयो होइन। अनि तपाईँले बिचमा एउटा हाल्नु भएको छ यसरी के प्रश्न है, यहाँ चाहिँ युज गर्नु भएको रहेछ हो। यस्तो के यस्तो अलिअलि युज गरिदिनु वर्डहरू, किनकि यहाँ यो इमेज मात्रै डिस्प्ले भएको हुन्छ। यहाँ यस्तो प्लेनमा नआउँदाखेरि पुरै हेर्दाखेरि स्लाइड सो जस्तो मात्रै देखिने क्या। एउटा दुइटा वर्ड यसरी तपाईँको यसरी डिस्प्ले हुँदाखेरि र वर्डहरू चाहिँ कुन हाल्ने भन्ने टाइपले टेन्सन लिनै परेन क्या। यहाँ स्क्रिप्टमा हुन्छ सबै इङ्ग्लिस वर्ड, यो स्क्रिप्टमा हुन्छ होइन। फर्स्ट प्याराग्राफमा यहाँ सबै बोला हुन्छ नि, यहाँ इङ्ग्लिसमा वर्डहरू टन्नै चाहिँ यहाँबाट भेटिहालिन्छ नि। मैले त्यही भएर तपाईँलाई नेपाली इङ्ग्लिसहरू राखिदिएको कारण यो हो कि, इङ्ग्लिसमा तपाईँले यो फर्स्ट प्याराग्राफको लागि यहाँ यो फर्स्ट प्याराग्राफ हो होइन। फर्स्ट प्याराग्राफ अनि यो सेकेन्ड प्याराग्राफमा डिस्प्ले हुँदाखेरि सेकेन्ड प्याराग्राफको लागि चाहिँ के वर्ड युज हुन्छ त्यो वर्ड यहाँबाट निकाल्न मिलिहाल्यो नि होइन। किनभने यो तपाईँको प्लेन हुँदाखेरि चाहिँ त्यति कस्तो 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 खालको देखिँदो रहेछ कि है। एउटा कुरा चाहिँ यो याद गर्नुहोस् होइन, अरू चाहिँ सबै ठिक छ। र तपाईँले यो जुन बनाउनु भएको छ यो मलाई राम्रो लाग्छ। जस्तो यो यसमा यो तपाईँले ट्रान्सपरेन्ट बक्स एउटा युज गर्नु भएको छ, यस्तो बक्स चाहिँ मलाई धेरै राम्रो लाग्छ कि, किनभने यसले पछाडिको इमेजलाई यो डिस्टर्ब पनि गर्दैन, देखिन्छ पनि है। र यहाँ टेक्स्टहरू पनि राम्रो देखिन्छ कि होइन। र यो फन्टको टाइप चाहिँ राम्रै छ, मलाई राम्रै लागेको छ। र फन्टको कलर र तपाईँको यो थिम अनुसारले मिलाउनु भयो भने राम्रै हुन्छ। यो ठिकै छ है, यसमा छैन। अब यो कुरा चाहिँ यहाँ बिचबिचमा एउटा दुइटा वर्डहरू इङ्ग्लिस वर्डहरू चाहिँ यसरी यो हुन्छ नि हालेर जुन छ नि होइन। जस्तै यहाँ चाहिँ यो प्लेन मात्र भयो, तर यस्तो खालको युज गर्नुभयो हुन्छ। यसरी युज गर्नुहोस् है। जस्तो यहाँ पनि यस्तै छ क्या, जस्तो यहाँ पिपिआर भनेर आउँछ है, हो यहाँ पिपिए भनेर आयो यहाँ। यो कुरा चाहिँ जस्तो यहाँ तपाईँले मिलाउनु भएन पछि यो चाहिँ बिचतिर हालिदिनु है। र यहाँ चाहिँ तपाईँले फेरि यो यस्तो ट्रान्सपरेन्ट बक्स युज गर्नु भएको छैन होइन। मैले यो बक्स जुन भने नि यस्तो खालको बक्स भने यस्तो खालको बक्स मलाई राम्रो लाग्छ कि। कलर त तपाईँले यो येल्लो नै हाल्नु भएको भए पनि राम्रै हुन्छ होइन। तर यो येल्लो खालको कलरमा यस्तो ट्रान्सपरेन्ट टाइपको चाहिँ एउटा रेक्ट्याङ्गुलर बक्स एउटा हाल्नु पर्ला क्या होइन। त्यसले गर्दाखेरि पछाडिको इमेज डिस्टर्ब हुँदैन होइन। यो येल्लो कलर राम्रो देखाएको छ, येल्लोमा ब्ल्याक राम्रो देखाएको छ। तर तपाईँको चाहिँ त्यसरी गर्नुहोस्। र यहाँ पनि अब यस्तो खालको जुन छ नि किवर्ड्सहरू यहाँ यसरी डिस्प्ले भइरहेको हुन्छ नि, यो किवर्ड्सहरू यसरी हालेको राम्रो देखिन्छ है। किन यति मात्र आउँदाखेरि त राम्रो भएन नि त, के पनि खालि बोलिरहेको हुन्छ, एउटा स्लाइड सोसम्म नै डिस्प्ले भइरहेको हुन्छ नि। एउटा दुइटा एनिमेसनको लागि यस्तो वर्ड्सहरू तपाईँले हालिदिनु भयो भने चाहिँ वर्ड्सहरूको लागि चाहिँ स्क्रिप्ट सँगै स्क्रिप्टबाट हेरे जति पनि भइहाल्यो होइन, त्यहाँबाट निकाल्न मिलिहाल्छ। त्यसमा चाहिँ त्यो अनुसारले गर्नुहोस्। अनि तपाईँको चाहिँ जस्तो यो कुराहरू चाहिँ यहाँ बिचतिर राखेको राम्रो होइन। अनि यसमा पनि तपाईँले सकेसम्म ट्रान्सपरेन्ट बक्सहरू नै युज गर्नुहोस् न है। यहाँ गरे जस्तै कि हो यस्तो खालको यो बक्स नै युज गर्नुहोस् न होइन। यसमा तपाईँको यो जुन पर्पल कलरको बक्स युज गर्नुभएको छ, पर्पल कलरको बक्स राम्रै छ। तर यो पर्पललाई ट्रान्सपरेन्ट बक्स बनाएर, किनभने ट्रान्सपरेन्ट बनाउनु पनि यो पछाडिको इमेज पनि यसलाई डिस्टर्ब गर्दैन। र यो होललाई यहाँ बिचतिर राख्दाखेरि राम्रो होला अझै है। यसरी युज गर्नुहोस्। अब यो कुरा चाहिँ मैले अहिले भनिदिइरहेको, सो द्याट तपाईँलाई पछाडिको भिडियोहरूमा सजिलै लाग्छ। जस्तो यहाँ पनि तपाईँले युज गर्नुभएको छ, यसमा अलिक ग्रिन खालको कलर चाहिँ। अनि यो एउटा कुरा क्या, जस्तो यो धेरै सानो भएन र हेर्नु त, यो त धेरै नै सानो भयो। यो बक्सको लागि चाहिँ यहाँ टन्नै स्पेसहरू छ, यो बक्सलाई अलिक ठुलो बनाउनु भएको हो नि होइन। र यसमा चाहिँ तपाईँको जुन यो ग्रिन कलर चाहिँ अलिकति सुहाएन है। जस्तो तपाईँले यो त ठिकै छ, यो धेरै सानो हो एक त होइन। र यहाँ चाहिँ जुन ग्रिन कलर तपाईँले युज गर्नु भएको छ नि होइन, यहाँ पक्नै
हो यो ग्रिन कलरको फन्ट चाहिँ अलि सुहाएन नि है, हेर्नु त पुरै आउट अफ सिङ देखाएको छ। यो ग्रिन कलरको फन्ट सुइटेबल होला र यस्तो टाइपको टेक्स्टहरूमा हुँदैन नि, किनभने यो तपाईँको अलि भनौँ न कि अरेन्ज टाइपको वर्गको त सुइटेबल हुन्थ्यो होला होइन, किनभने यो ग्रिनको त कुनै थिमै छैन र ग्रिन पनि राम्रो खालको ग्रिन होइन कि, अलिक कस्तो कस्तो पाके खालको ग्रिन जस्तो छ कि है, यो त्यति राम्रो खालको ग्रिन होइन। र यो तपाईँको धेरै सानो भयो, यसलाई अलिक ठुलो बनाउनु पऱ्यो र यहाँ स्पेसहरू जति छँदैछ यो यस्तो खालको बक्सहरू ट्रान्सपरेन्ट बक्स बनाएर अनि तपाईँको टेक्स्टहरू फन्टहरू युज गर्नु होला होइन। र फन्टको कलर चाहिँ याद गर्नु है, किनभने त्यो फन्टको कलर चाहिँ म्याच गर्नुपर्छ कि। र यहाँ एउटा दुइटा मैले बोलेको किवर्ड्सहरू पनि डिस्प्ले सरसरी गराइदिनु न है। एउटा म तपाईँलाई भिडियोको इक्जाम्पल पनि दिउँला है, एउटाले बनाएको रहेछ कि मलाई राम्रो लाग्यो, त्यो ठिकै छ, त्यो कुराहरू त्यही भइहाल्यो। र यो चाहिँ त्यति मलाई चाहिँ राम्रो चाहिँ चित्त बुझेन, यो त्यति राम्रो चाहिँ लागेको छैन कि। यो हाम्रो जुन छ नि पख्नु है, हो यो जुन छ नि यहाँ स्पेसहरू एकदम ठुलो छ है, यहाँ जस्तो हेर्नु त यो, किनभने यो स्पेसहरूको कुनै युटिलाइजेसनै भएन कि, यत्रो खाली स्पेसहरू भयो होइन। किनभने यो फन्टको तपाईँको जुन टाइप छ नि होइन, टाइप चाहिँ तपाईँको फन्टको साइज चाहिँ सानो भयो होइन, यसलाई त तपाईँले पुरै यहाँसम्म युज गर्नु भएको भए राम्रो देखिन्थ्यो होला, प्रष्ट पनि देखिन्थ्यो होइन। यत्रो ठुलो स्पेस छ र फन्ट चाहिँ यति धेरै सानो छ कि फेरि, अनि यो फन्टहरू भर्नको लागि भनेर यो बक्स बनाइदिएको। र यसमा तपाईँको यो फन्टको जुन छ यो ब्लू र येल्लो र तपाईँको ब्ल्याक चाहिँ यो कलर यो तपाईँको फोटो कम्बिनेसन मिलेन है, किनकि थिमै तपाईँको पर्पल खालको ग्रिन यो तपाईँको हेर्नु ब्लू खालको टाइपको ऊ छ होइन, अनि यो तपाईँको ग्लोइङ पर्पल छ होइन, अनि यो तपाईँको पर्पल छ, यो पनि ब्लू छ, अनि ब्लूमा तपाईँको येल्लो र ब्ल्याक भनेको अलिकति सुहाएन है। र यो फन्टको टाइप चाहिँ तपाईँको सानो भयो क्या, धेरै सानो भयो, स्पेसको युटिलाइजेसन राम्रोसँग भएन होइन। यो कुरा चाहिँ अलिकति याद गरेर अर्कोचोटिलाई राम्रो बनाइदिनुहोस्, यो त ठिकै छ। यसमा हो तपाईँले जुन यो यस्तो खालको बक्सहरू युज गर्नु भएको छ नि, मैले खोजेको यस्तै बक्सहरू हो क्या, जस्तो यो जुन छ नि हो यस्तो खालको क्या, यस्तो खालको बक्स युज गर्यो भने यसले तपाईँको ट्रान्सपेरेन्ट छ यो बक्स, यसले पछाडिको इमेजलाई डिस्टर्ब पनि गर्दैन र यहाँ तपाईँको टेक्स्ट पनि राम्रो देखिन्छ। र यसमा चाहिँ फेरि तपाईँले कस्तो मजाले मिलाउनु भएको छ, किनभने यो जुन टाइपको तपाईँको ब्ल्याक खालको अलिकति ब्लू खालको जुन तपाईँको ग्रिन खालको थिम छ नि, थिमसँग तपाईँको कलर पनि राम्रोसँग म्याच गराएको छ क्या, यो कस्तो मजाले मिलाउनु भएको छ है। र यसमा पनि तपाईँको थिम चाहिँ मिलाएको छ होइन, तपाईँको कलर पनि मिलाएको छ, किनकि यो थिम अनुसारै तपाईँले फन्टहरू युज गर्नु भएको छ। तर यो चाहिँ अलिकति माथि कस्तो गज्याङ गुजुङ्ग भएको जस्तो हो, यसलाई बरु बिचितिर युज गरिदिनु भएको भयो नि है, किनभने यसले अलिकति पछाडिको इमेजले डिस्टर्ब गरे जस्तो लाग्यो मलाई यो फन्टहरूलाई होइन। र यहाँ चाहिँ कस्तो पनि एकदम प्लेन जस्तो छ, र यहाँ तपाईँको किवर्ड्सहरू केही डिस्प्ले भएको छैन क्या, यो चाहिँ अलिकति कस्तो स्लाइड सो जस्तो मात्र भयो होइन। यहाँ चाहिँ किवर्डहरू पनि यस्तो डिस्प्ले गराइदिनु न, चर्च राम्रो खालको तपाईँको एनिमेसनहरू दिए पनि हुन्छ, फन्ट दिए पनि हुन्छ, अलिकति फन्टहरूको टाइपलाई अलिकति तपाईँले आफ्नो हिसाबले होइन अलिकति स्टाइलिस खालको फन्टहरू राख्नु भयो पनि हुन्छ, यसरी डिस्प्ले गराइरहनु भयो भने चाहिँ राम्रो पनि देखिन्छ कि है। ठिकै छ, यसमा तपाईँले अब कस्तो छ भन्दा यसमा धेरै जुम इन जुम आउट, यो ठिकै छ, यसमा के कम्प्लेन, धेरै जुम आउट भएको राम्रो हुँदैन हो यो चाहिँ। अनि यहाँ किवर्ड्सहरू एउटा दुइटै डिस्प्ले गरिदियो भने राम्रो हुन्छ, किनकि स्लाइड सो मात्रै डिस्प्ले भएको जस्तो भयो नि त। अनि यसमा चाहिँ राम्रै छ होइन, यो कुराहरू चाहिँ राम्रै छ। यहाँ पनि एउटा दुइटा किवर्ड्सहरू यसरी डिस्प्ले, कि स्पेसहरू यहाँ खाली भयो क्या सबै, अनि स्पेसहरू खाली हुँदाखेरि एउटा दुइटा किवर्ड्सहरू डिस्प्ले गराइदिनु भएको भए राम्रो हुन्छ। यसमा ठिकै छ है। अब र यसमा पनि तपाईँको चाहिँ अलिकति यो फन्टको जुन छ नि होइन, यो येल्लो मैले हुन त यो भनेपछि तपाईँले यसमा चेन्ज गर्नु भएन छ होइन। यो येल्लो कलरको यो जुन छ नि यो ब्याकग्राउन्ड, यो तपाईँको येल्लोमा तपाईँको ब्ल्याकले लेखेको अलिक सुहाएन चाहिँ, किनभने पछाडिको थिमै हेर्नुहोस् न, अलिकति पर्पल खालको थिम छ अनि अलिक सुहाएन है यो चाहिँ तपाईँको। अनि यहाँ चाहिँ किवर्ड्सहरू अलिअलि डिस्प्ले हुनु पऱ्यो, यहाँ चाहिँ एउटा किवर्ड्स त तपाईँले डिस्प्ले त गराइदिनु भएको छ, कन्ट्याक्ट एडमिनिस्ट्रेसन भनेर यसरी है, तर एउटाले मात्र पुगेन कि, त्यो मैले अरू कुराहरू पनि भनेको छु नि त, कन्ट्याक्ट एडमिनिस्ट्रेसन भेरिएसनहरूको कुराहरू पनि गरेको छ, मुख्य डेलिभरेबल्सहरूको मोनिटरिङ पनि भनेको छ, त्यो वर्ड्सहरू डिस्प्ले भएको छैन होइन, त्यसको इङ्ग्लिस स्क्रिप्ट छ त, त्यही अनुसारले हालिदिनु भयो भइहाल्यो नि है। र यो सकेसम्म यसरी यहाँ बिच तलतिर भन्दा पनि बिचतिर राख्नुहोस् न है, यो कुरा चाहिँ याद गर्नुहोस्। स्पेसली तपाईँको फन्टको जुन छ नि यो ब्याकग्राउन्ड र तपाईँको यो थिमसँग म्याच गराउनु पऱ्यो क्या, यसमा ट्रान्सपरेन्ट बक्स युज गर्नु पऱ्यो। अनि तपाईँको पर्पल खालको यो ट्रान्सपरेन्ट बक्स राखेर त्यसमा तपाईँले ग्रे खालको कलर युज गर्नुभयो भने चाहिँ अति राम्रो देखिन्छ क्या यो टाइपको। र यसमा बिच बिचमा यसरी किवर्ड्सहरू साइडबाट डिस्प्ले गराएको चाहिँ धेरै राम्रो देखिन्छ।
है मान्छेको अलिकति एटेन्सन ग्राबिङ त हो नि जे कुरामा पनि होइन यो ठिक छ अब यो ठिकै छ यसमा के भन्नु छैन किन यसमा तपाईँको फन्टको तपाईँले ट्रान्सपरेन्ट बक्स पनि युज गर्नुभएको छ र फन्टको टाइप पनि युज गर्नुभएको छ है फन्टको टाइप पनि राम्रो छ अलिकति प्रष्टसँग लेखिरहेको छ ठिकै छ यो चाहिँ है गुगल फर्म लेखेको छ ठिक छ होइन अनि यसो हुन्छ तपाईँको बिरो कमेन्ट बक्स भनेको अलिक सुहाए नै यो चाहिँ के यसको अर्थ लागेन यसमा चाहिँ के लेख्ने भन्दाखेरि कमेन्ट होइन यो इमेल एड्रेस एन्ड कन्ट्याक्ट नम्बर बिरो भनेर पनि लेख्ने हो त बिरो कमेन्ट बक्स भनेको त कुनै अर्थ लागेन नि त होइन कमेन्ट योर होइन तपाईँको कन्ट्याक्ट नम्बर एन्ड इमेल एड्रेस स्क्रिप्टमा जे लेखाएको छ त्यही लेखिदिनुहोस् न होइन कमेन्ट योर इमेल एड्रेस एन्ड कन्ट्याक्ट नम्बर भनेर लेख्ने हो कि अथवा कमेन्ट डाउन भनेर लेखिदिए पनि हुन्थ्यो कमेन्ट बिलो कमेन्ट बक्स भनेको चाहिँ यो ग्रामर पनि एकदम मिलेन है अन्त तपाईँको भन्न खोजेको के पनि मान्छेले हेर्दैन याद गरेन क्या किनभने यहाँ चाहिँ कन्ट्याक्ट नम्बर र इमेल एड्रेस भनेर लेखिदिए पनि हुन्थ्यो बरु यसमा होइन कमेन्ट योर इमेल एड्रेस एन्ड कन्ट्याक्ट नम्बर भनेर लेखिदिए पनि हुन्थ्यो अथवा कमेन्ट डट इमेल एड्रेस एन्ड कन्ट्याक्ट नम्बर लेखिदिए पनि हुन्थ्यो कमेन्ट बिलो बक्स भनेर चाहिँ बिलो कमेन्ट बक्स भनेर चाहिँ मिलेन है ट्रान्सपरेन्ट बक्स जुन युज गर्नु भएको छ त्यो चाहिँ राम्रो देखाएको छ तल र यो फन्टको तपाईँले कलर पनि यो थिमसँग म्याच गराउनु भएको छ मैले खोजेको यस्तै हो क्या तपाईँको जुन टाइपको तपाईँले थिम यहाँ छटा इमेजको छ त्यो थिम अनुसार तपाईँले कलर राम्रो राखिदिनु भयो भने र अलिक प्रष्टसँग यसरी लेखिदिनु भयो भने चाहिँ इमेज अलिक राम्रो देखिन्छ क्या तपाईँको स्लाइड सो पनि राम्रो देखिन्छ र यो बक्स पनि राम्रो छ किनभने यसले पछाडि इमेजलाई डिस्टर्ब गराएको छैन यो ठिक छ है यसमा त्यो मिलाउनुहोस् अनि यो 97464 अनि 94 ठिक छ है कलर्स न यो ठिकै छ है यो ठिक छ यो पुरानो भिडियोको हो मैले अब यो भनिसकेपछि तपाईँले चाहिँ यसलाई नयाँ अनुसारले बनाइहाल्नुहुन्छ है यहाँ पनि त्यही नै छ स्क्रिप्टहरू छँदैछ बिआइएम ट्रेनिङ भनेर जुन छ नि है तपाईँको स्क्रिप्टहरू यहाँ युज गरेको छ यहाँ नेपाली स्क्रिप्टहरू एज युजल पहिला जस्तै गर्नु तपाईँको 4वटा पेज 4वटा लाइन ऊ छ है तपाईँको चाहिँ प्याराग्राफ छ र 4वटा प्याराग्राफ अनुसारले सेन्टेन्स पछि मैले पहिला जस्तै जे छ पहिला त्यही नै हो है फर्स्ट प्याराग्राफमा तपाईँको 5वटा जति इमेज छ किन भन्दाखेरि यहाँ 5वटा सेन्टेन्स छ है र सेन्टेन्स पछि के इमेजहरू राख्नु पर्ने यो फर्स्ट सेन्टेन्स यो सेकेन्ड सेन्टेन्स यो 5वटा सेन्टेन्स छ 5वटा सेन्टेन्स फर्स्ट प्याराग्राफमा छ भने 5वटा सेन्टेन्स अनुसारको 5वटा इमेज छ हेर्नुहोस् 1वटा 2वटा 3वटा 4वटा 5वटा इमेज छ है होइन यो भयो फर्स्ट प्याराग्राफ है अनि सेकेन्ड प्याराग्राफमा चाहिँ टाइटलवाला छ क्या जस्तो तपाईँको तपाईँलाई म देखाइहाल्छु है यसमा चाहिँ के भनेको छ भन्दाखेरि यो सेकेन्ड प्याराग्राफको भयो हाम्रो 15 दिने अनलाइन वर्कसप बिम मोडलिङ एन्ड कोडिङ अब यसमा चाहिँ टाइटल चाहिँ यो इमेजको चाहिँ तपाईँले चाहिँ टाइटल राख्नु पर्यो कि है यो इमेज छ यो इमेजमा तपाईँले टाइटल राख्नु पर्यो र टाइटल चाहिँ के भन्दाखेरि 15 डेज अनलाइन वर्कसप बिम मोडलिङ एन्ड कोअर्डिनेसन यो हटाइदिएँ मैले यो होइन 15 डेज अनलाइन वर्कसप अन बिम मोडलिङ एन्ड कोअर्डिनेसन युजिङ रेबिट एन्ड नाभिजवर्क होइन यो होइन सुपेरियर रेन्डरिङ होइन यो मैले घटाइदिएँ है ल 15 डेज अनलाइन वर्कसप बिम मोडलिङ एन्ड कोअर्डिनेसन युजिङ रेबिट एन्ड नाभिजवर्क भन्ने जुन छ तपाईँले यसमा यो लेख्नु पर्यो र यसमा चाहिँ के पनि गर्नुपर्छ भन्दाखेरि तपाईँले चाहिँ रेबिट र नाभिजवर्कको सफ्टवेयर पनि यो सफ्टवेयरको लोगो पनि डिस्प्ले गराउनु पर्यो है यहाँ तपाईँले टाइटल लेख्नुभयो अनि यो कसरी यो तपाईँले टाइटल लेख्ने भन्दाखेरि त अब आफै हालिहाल्नुहुन्छ तर जस्तो फर इक्जाम्पल यहाँ एउटा हेर्न सक्नुहुन्छ नि यहाँ एउटा बनाएको छ नि पहिला तपाईँको डिजाइनरले है तपाईँको यहाँ एउटा बनाएको छ हेर्नु त यसरी लेखे भयो टेक्स्टहरू 15 डेज अनलाइन वर्कसप बिम मोडलिङ एन्ड कोअर्डिनेसन यो इमेज र यो इमेज अलिकति उस टाइपको छ नि होइन तपाईँले यसको स्याम्पल लिनुहोस् न यसलाई यस्तो टाइपको बनाए यहाँबाट लोगो हाल्दै भयो है यसरी होइन वान डोरको लोगो तपाईँसँग छँदैछ अनि यहाँ लोगो चाहिँ नि यो रेबिटको र नाभिजवर्कको लोगो दुइटैमा हाल्नु पर्यो यसमा पनि है यसरी नै हाल्नु पर्यो र लोगोहरू चाहिँ तपाईँको यहाँ मैले हालिहालेको छु है तपाईँको इमेजेस फर स्क्रिप्टमा जाउँ होइन सेकेन्ड प्याराग्राफमा हो नि होइन यसमा तपाईँको रेबिटको लोगो पनि छ नाभिजवर्कको लोगो पनि छ है रेबिट र नाभिजवर्कको लोगोलाई जसरी यहाँ हालेको छ यहाँ पनि यसमा पनि तपाईँले यसरी नै हाल्नु पर्यो है यता रेबिट र नाभिजवर्क र यसरी यहाँ यो इमेजमा जसरी लेखाएको छ यसरी बनाएको छ तपाईँले पनि यसरी नै टेक्स्टहरू युज गर्नुभयो भने चाहिँ राम्रोसँग गर्नु होला तर तपाईँको यहाँ जुन टाइपको तपाईँको फन्टको कलर युज गरेको छ यो इमेजसँग अलिकति तपाईँको म्याच गराएको छ
अब यो इमेजमा फेरि त्यही कलरहरू राख्न मिलेन नि, किनभने यसमा मगेन्टा खालको कलर, पर्पल खालको कलर, ब्लू खालको कलरहरू बढी छ नि त। त्यही टाइपको फन्टको कलरहरू युज गर्नु पर्यो र टेक्स्ट पनि राम्रो राख्नु पर्यो। र यसमा तपाईँको रेबिट र नाभिजोक यसरी यहाँ डिस्प्ले गराएर जस्तै गरिकन तपाईँले पनि यहाँ चाहिँ एउटा यसरी बनाइदिनु है। यो यति यसको एउटा बनाइदिनु है। यो चाहिँ तपाईँको सेकेन्ड प्याराग्राफको फर्स्ट भनौँ न फर्स्ट सेन्टेन्स हो। त्यसै गरिकन अब यो त्यो यहाँ जुन छ नि तपाईँको यहाँ पनि तपाईँको सेकेन्ड प्याराग्राफमा 4वटा सेन्टेन्स रहेछ होइन। तपाईँको एउटा दुईवटा तीनवटा 4वटा सेन्टेन्स छ र 4वटा सेन्टेन्स अनुसार पछिको तपाईँको 4वटा इमेजहरू छ है। हरेक सेन्टेन्समा कुन कुन इमेजहरू राख्नुपर्ने यहाँ तपाईँले पाइहाल्नुहुन्छ। र जस्तो सेकेन्ड सेन्टेन्समा यो तपाईँको एउटा के भनेको छ भन्दाखेरि हाम्रो रेबिट एक प्यारामेट्रिक होइन, यो के परम्परागत क्याट टुल्स भन्दा फरक यो भने मैले बोले हुन्छु। र यसमा युज गर्नुपर्ने हेडिङ यो हो, रेबिट्स प्यारामेट्रिक सिस्टम्स इन्स्योर्स कन्सिस्टेन्सी एन्ड सेभ्स टाइम भनेर तपाईँ यो चाहिँ लेखिहाल्नुहुन्छ होइन। तर योसँग अब यहाँ तपाईँको यसरी लेख्नुहुन्छ, यहाँ चाहिँ एउटा दुईवटा किवर्डहरू पनि यसरी डिस्प्ले गर्नु। मैले जुन स्क्रिप्टमा बोले हुन्छ नि है, स्क्रिप्टमा बोलेको अनुसार र यो स्क्रिप्टमा के बोलेको छ भन्ने कुरो त यहाँ तपाईँले पाइहाल्नुहुन्छ यो स्क्रिप्टमा होइन है। यो स्क्रिप्टमा तपाईँले भेटिहाल्नुहुन्छ होइन। यो अनि यो इङ्ग्लिस वर्डहरू चाहिँ यहाँबाट युज गर्नुहोस् न होइन, यहाँ छ त। सेकेन्ड प्याराग्राफमा रेबिट इज ए बिम बेस्ड सफ्टवेयर द्याट अलाउज यु टु डिजाइन डकुमेन्ट एन्ड भिजुअलाइज भनेर यो तिनवटा वर्ड युज गर्नुभएको हुन्छ क्या। डिजाइन डकुमेन्ट एन्ड भिजुअलाइज भनेर होइन, यहाँ चाहिँ किवर्डहरूको रूपमा यसरी 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 एनिमेसन दिएर गर्नुहोस् न होइन। डिजाइन होइन, अनि डिजाइन यसरी राख्नुहोस्, डकुमेन्ट यसरी राख्नुहोस्, भिजुअलाइज यसरी राख्नुहोस् होइन। अनि तपाईँको मेन बक्स भनेको चाहिँ यहाँ तपाईँको मेन तपाईँको सेन्टेन्स भनेको जुन चाहिँ यो हेडिङ राख्नुपर्ने रेबिटको प्यारामेट्रिक सिस्टम्स इन्स्योर्स कन्सिस्टेन्सी एन्ड सेभ्स टाइम भनेर जुन छ यसलाई यहाँ बक्स जस्तो बनाएर युज गरिदिनु भयो है। यहाँ भयो, यसमा पनि त्यही छ। यो थर्ड सेन्टेन्सको भयो। थर्ड सेन्टेन्सको लागि चाहिँ तपाईँको भनौँ न यो भयो, यो रहेछ रेबिट प्यारामेट्रिक सिस्टम भनेर यो रहेछ। यसमा लेख्नु पर्यो र यसमा तपाईँले आफ्नो किवर्डहरू एउटा दुइटै युज गर्नुभएको हुन्छ जुन स्क्रिप्टबाट है। र यो फोर्थ तपाईँको सेन्टेन्सको लागि चाहिँ यो रहेछ इन्टिग्रेटेड सेड्युलिङ एन्ड कस्ट एस्टिमेसन भन्ने रहेछ। यो त हेडिङ भयो, यो हेडिङ त्यहाँ माथि गइहाल्छ। र एउटा दुइटा किवर्ड्सहरू चाहिँ तपाईँले होइन अब भनौँ न यसरी यहाँ युज गर्नुभयो भने यो सेड्युल्स होइन, एडभान्स रेन्डरिङ टुल्सहरू भन्दा नि यहाँ स्क्रिप्टबाट युज गर्नुहोस् न है। यो फोर्थ प्याराग्राफ जुन छ तपाईँको सेकेन्ड प्याराग्राफमा यहाँ जुन छ सेकेन्ड प्याराग्राफमा यो लाइन रहेछ, सेकेन्ड प्याराग्राफको फोर्थ लाइन रहेछ। यहाँ इङ्ग्लिस वर्डहरू टन्नै भेटिन्छ कि यो अनुसारले तपाईँले चाहिँ आफ्नो किवर्डहरू एउटा दुइटा डिस्प्ले गराइदिनुहोस्। यसरी यसरी साइडबाट एनिमेसन दिएर होइन राम्रो देखिन्छ कि है। यसरी छ र यहाँ तपाईँको हेडिङ गइहाल्छ। यसरी नै हो। अब तपाईँको थर्ड प्याराग्राफ पनि यही छ, फोर्थ प्याराग्राफ पनि यही नै हो। अनि तपाईँको चाहिँ थर्ड प्याराग्राफ पनि त्यसरी नै छ। थर्ड प्याराग्राफमा 5वटा जति रहेछ इमेजहरू र इमेज पछि तपाईँको भनौँ न 5वटा सेन्टेन्स छ। यो भयो थर्ड प्याराग्राफमा तपाईँको 5वटा सेन्टेन्स छ। 5वटा सेन्टेन्स पछि तपाईँको 5वटा इमेजहरू छ। यहाँ चाहिँ नाभिजोक भन्ने एउटा लोगो पनि डिस्प्ले गराइदिन्छ। यहाँ मैले लेखेको छ डिस्प्ले द लोगो अफ नाभिजोक भनेको छ। यो चाहिँ तपाईँको यही सेन्टेन्समा हुन्छ कि है। र यो तपाईँको इमेज डिस्प्ले गर्दाखेरि यहाँ यो मैले यो तर बिम केवल रेबिटमा मात्र सीमित छैन, यही नाभिजोकको भूमिका सुरु हुन्छ भनेर भनेको छ होइन। नाभिजोक भन्दाखेरि नाभिजोकको यहाँ तपाईँले लोगो यसरी डिस्प्ले गराइदिनु पर्यो है। र नाभिजोकको लोगो यहाँ छँदैछ होइन। र यो सेन्टेन्समा मैले भने पनि छु है, डिस्प्ले नाभिजोक लोगो भनेर भनेको छु मैले है। यसरी डिस्प्ले गराइदिनु न होइन। यो भयो, यसो यही अनुसारले बनाउनुहोस् है। ल यो अनुसारको छ। अनि तपाईँले अब अनि अरू ऱ्यान्डम इमेजहरू हाल्नु पऱ्यो भने अनि तपाईँको फोर्थ प्याराग्राफको लागि चाहिँ यहाँ 3टा इमेजहरू छ होइन। तपाईँले जुन यो रेजिस्ट्रेसनहरू यताउति गर्नुहोस् भनेर भन्नुहुन्छ, यसमा तपाईँको सबै इमेजहरू युटिलाइज गर्नुहोस् न। अस्ति जस्तो तपाईँले 3टा मात्रै इमेज युटिलाइज गर्नुभएछ होइन। यो इमेज त भइ नै हाल्यो। यहाँ पनि एउटा दुईवटा इमेजहरू हुन्छ कि होइन। रेजिस्ट्रेसन जुन फोर्थ प्याराग्राफमा फलानु तिरानो भनेर यहाँ रेजिस्ट्रेसनको कुराहरू छ नि, स्पेसली हाम्रो यो के त्यसैले आज यो मौकाको सदुपयोग गरी फलानु भने हुन्छ है। अनि यो सेन्टेन्स छ, 3टा मात्रै सेन्टेन्स छ। तर 3टा सेन्टेन्सको लागि तपाईँले तपाईँको भनौँ न यहाँ चाहिँ 5वटा अरू पनि 2टा इमेजहरू छ। इनर इमेजहरू पनि डिस्प्ले गराइदिनु भयो हुन्छ कि कहाँबाट यो लोगो आएको छ, यो लोगो परेन है।
हटाइदिन्छु म। तपाईँ यो चाहिँ इमेजहरू चाहिँ यसरी यहाँ डिस्प्ले गराइदिनुहोस् न है। इमेजहरू यो 4 प्याराग्राफ भइहाल्यो। त्यो अनुसारले बनाएर राम्रोसँग गर्नुहोस् न है। यति नै हो।